दर्शक महानुभावहरू नमस्कार। युट्युब च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौं। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। आज पुस 30 गते बुधबार देशभरका विभिन्न समसामयिक राजनीतिक घटनाक्रम आज दिनभरि कहाँ के कस्ता घटना घटे साथै नेपाली कांग्रेसको विशेष महाधिवेशनको किचौलीले अन्ततः कांग्रेस फुटको संघारमा सभापति शेरबहादुर देउवाले गरे गगन कुमार थापाको प्रस्ताव अस्वीकार गगन कुमार थापाले दिए सभापतिमा उम्मेदवार। यस बारेमा विशेष जानकारी आजको समाचारमा रहनेछ। मागनगरका बाचा अधुरै छाडेर राजा महेन्द्रको नक्कल गर्दै दलीय राजनीतिमा होमिए बालेन्द्र शाह। गगन थापा विश्वप्रकाश शर्मामाथि देउबाको अस्त्रके दुवै पक्ष जित निकाल्ने दाउमा बस्दा अनिलता थप। सुन चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्दै कतिमा हुँदैछ कारोबार। झापा 5 मा राजनीतिकको तातो नेकपा एमालेमा भुइँचालो। राजसभाको पहिलो चुनावी घोषणा सभा जनकपुरमा हुने राजनीतिमा राजीनामा दिएर जाँदैछन् बालेन्द्र शाह सम्बोधन गर्न। महामन्त्रीद्वयसँग देउबा पार्टी फुटोस राजीनामा दिन भनेपछि महाधिवेशनमा किचलो। दमक भ्यू टावरलाई अस्पताल वा कलेज बनाऊ, फोटो खिचेर देश चल्दैन सुदन गुरुङको अभिव्यक्ति। आगामी फागुन 21 गतिको निर्वाचनका लागि भारतले 538 वटा गाडी दिने घोषणा। भैरवबाट काठमाडौँ उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि केही समयका लागि उडान रद्द। रविको मुद्दा फिर्ता लिने सरकारको तयारी चिन्ताजनक भएको महेश बस्नेतको दाबी। रवि लामिछानेले महानिर्देशकका कार्यालयमा निवेदन दिएपछि हलचल। कांग्रेस सभापतिमा गगन कुमार थापाको उम्मेदवारी पक्की भएपछि संस्थापन इतर पक्षले गर्ने भयो कारबाही। विभाजनतिर कांग्रेस नेतृत्व चयनको प्रक्रियामा गगन विश्व कोइरालाको तयारीमा देउबा। अब पार्टी विभाजनतर्फ गयो, आवश्यक निर्णय केन्द्रीय समितिले गर्छ, पूर्णबहादुर खड्काको भनाई। सोजागरले सुशासन र समृद्ध ल्याउने प्रधानमन्त्री सुशीला कार्कीको विश्वास। आजको अपडेटमा रहनेछ। नेकपा एमाले समानुपातिक बन्द सूचीबाट 5 जना बाहिरिए, थप नाम शुक्रबार पठाउने तयारी। महेश बस्नेतको स्याल टिप्पणीमा बालेन्द्र शाहको लभ रिप्लाई। तोसीमा कार्की ललितपुर क्षेत्रमा 3 बाट उम्मेदवार लड्ने घोषणा। राजसभा सभापति रवि लामिछाने बारे एमाले सचिव बस्नेतको यस्तो टिप्पणी। दुर्गा प्रसाईको आफ्नै पारा निर्वाचन हुनेमा अझै पनि अनिलता। अब हेर्नुहोस् पूरा समाचार। दर्शक महानुभाव आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले 538 वटा गाडी दिने भएको छ। सरकारले 538 गाडी मध्ये 300 वटा गाडी प्रहरीलाई दिने निर्वाचन आयोगले जनाएको छ। बाँकी 238 वटा गाडी विभिन्न सरकारी निकायलाई दिने जनाएको छ। 2079 सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई 80 वटा गाडी दिएको थियो। आयोगका अनुसार भारतले यसै सातादेखि गाडी पठाउन थाल्नेछ। माघको दोस्रो साता अर्थात् 9 जनवरी अन्तिमसम्ममा सबै गाडी नेपाल भित्रिने जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। भारतले दिने मध्ये 100 वटा गाडी विशेष प्रकारका हुने बताइएको छ। सोही निर्वाचनका लागि युरोपेली मुलुकहरूले पनि संयुक्त राष्ट्रसङ्घीय निकाय मार्फत सहयोग गर्ने जानकारी दिएका छन्। त्यस्तै क्रममा जापानले सिधै आर्थिक सहायता गर्ने जनाएको छ। चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहायताको शीर्षक परिवर्तन गरेर जापानले चुनावका लागि सहयोग गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो, तर चीनका तर्फबाट कुनै पनि जवाब प्राप्त नभएको स्रोतले जानकारी दिएको हो। सरकारले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई 6 अर्ब 74 करोड रुपियाँ बजेट स्वीकृति गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई 7 अर्ब 13 करोड, सशस्त्र प्रहरी बलका लागि 80 करोड 84 लाख र अन्य शीर्षकमा 2 अर्ब 40 करोड रुपियाँ छुट्याइएको छ। दर्शक महानुभाव त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। जेएनजी अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करदाताको करिब 1.5 अर्ब रुपियाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनु पर्ने उनको भनाइ छ। गुरुङले करिब 1.4 देखि 1.5 अर्ब रुपियाँ खर्चेर बनाइएको टावर अग्लो भए पनि योजनाविहीन र उद्देश्यविहीन भएर थन्किएको टिप्पणी गरेका छन्। निर्माण सम्पन्न भए पनि भवनको प्रयोगबारे स्पष्ट नहुँदा जनताको जीवनसँग जोडिन नसकेको उनको गुनासो छ। उनले समस्या पैसाको नभई सोच र जवाबदेहिताको भएको बताउँदै अब संरचना भत्काउने नभई सोच बदलेर जनताको कर जनतामै फर्काउनु पर्नेमा जोड दिएका छन्। टावरलाई कसरी सञ्चालन गर्ने भन्ने बहस भइरहँदा गुरुङले यसलाई क्षेत्रीय
डायग्नोस्टिक र विशेष सेवा सहितको अस्पताल बनाउन सकिने स्पष्ट पारेका छन्। झापाका नागरिक उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न टावरमा आपतकालीन उपचार, डायलासिस तथा आमा र नवजात शिशुको उपचार सेवा सुरु गर्न सकिने उनको भनाइ छ। यो भवनलाई दिनदिनै मानिस बचाउने थलोको रूपमा विकास गर्न सकिने सुदन गुरुङको भनाइ छ। अस्पताल बाहेक यसलाई नर्सिङ र प्यारामेडिकल विज्ञान कलेजको रूपमा विकास गर्न सकिने अर्को विकल्प उनले अगाडि सारेका छन्। नर्स ल्याब र रेडियोलोजी टेक्निसियन उत्पादन गर्ने थलोको रूपमा विकास गर्ने, विद्यार्थीलाई काठमाडौँ धाउनु नपर्ने, प्रदेशमै सिप सकिने वातावरण बनाउन सक्ने उनको तर्क छ। यस्तो कलेजले रोजगारी सिर्जना गर्नुका साथै भवनलाई नियमित रूपमा चलायमान बनाउने उनले स्पष्ट पारेका छन्। दृश्य हेर्न मानिस एकपटक मात्र पुग्ने तर अस्पताल र कलेज हरेक दिन चाहिने भन्दै गुरुङले फोटो खिचेर मात्रै देश नचल्ने टिप्पणी गरेका छन्। उनले कङ्क्रिटले नभई जिम्मेवारीले गर्व दिलाउने भन्दै एकछिन हेर्ने ठाउँ चाहिने कि हरेक दिन काम लाग्ने ठाउँ चाहिने भनी निर्णय लिनुपर्ने बेला आइसकेको उनको भनाइ छ। दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति बिलामी छानेले आफू विरुद्ध दायर भएका मध्ये जिल्ला अदालत कास्कीमा सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा परिमार्जन गरिदिन माग गर्दै महानिदेश वक्ता कार्यालयमा निवेदन दिएपछि रान्ती वृत्तमा हलचल पैदा भएको छ। नेकपा एमालेका सचिव महेश बस्नेतले यो खबर अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताएका छन्। बस्नेतले सामाजिक सञ्जालमा धारणा राख्दै सहकारी ठगीको वियोग कायमी राखेर सांसद पद जोग्ने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयास भइरहेको उनले उल्लेख गरेका छन्। उनले विदेशी दबाव र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि यसले गम्भीर प्रश्न उठाएको आरोप समेत लगाएका छन्। यो प्रक्रिया न्याय नभई अपराध लुकाउने षड्यन्त्रमा भएको उनको दाबी छ। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशीला कार्की समेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको बस्नेतले आरोप लगाएका छन्। यता अभियन्ता युवराज सफलले महानिदेश वक्ता सविता भण्डारीले रासपाका सभापति बिलामी छानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने उद्देश्यले फाइल अगाडि बढाएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्। बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उनले उजुरी दर्ता गरेका हुन्। महानिदेश वक्ता भण्डारी र रवि लामिछाने पछिबीच गोप्य भेटवार्ता भएको भन्दै उजुरीकर्ताले मुद्दा फिर्ता प्रक्रियाका लागि निवेदन दिन लगाएर फाइल अगाडि बढाइएको उल्लेख गरेका छन्। नेपाली खबर मिडियासँग कुराकानी गर्दै युवराज सफलले तत्काल अनुसन्धान प्रक्रिया अगाडि नबढाइए आफू सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्। यसबारे आफूले गृह कार्य गरिरहेको उनको भनाइ छ। महानिदेश वक्ता कार्यालयका नायब महानिदेश वक्ता सञ्जीव राज रेग्मीका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको अभियोग फिर्ता गरिदिन रवि लामिछानेले निवेदन दिएका छन्। लामिछानेमाथि रूपन्देही र काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको मुद्दा छ। ती जिल्लामा दर्ता भएको मुद्दा पनि परिमार्जन गरिदिन उनले माग गरेका हुन्। उनले निवेदनमा आफूमाथि रान्ती पूर्वाग्रहबाट लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग थुनामुक्त हुनु अघि महानिदेश वक्ता कार्यालयमा दिएका थिए। रेग्मीले नेपाली खबरलाई दिएको जानकारी अनुसार हामीले उनले दिएको निवेदन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमा पठाइदिएका छौँ। जिल्ला सरकारी वकिल कार्यालयबाट निर्णय भएर आएपछि महानिदेश वक्ता कार्यालयले के गर्ने भन्ने टुङ्गो लाग्नेछ। सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय माग दाबी गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको आरोप जोडेर बढी कैद सजाय माग गरिएको उनको जिकिर रहेको छ। ती आरोप जोड्दा 10 वर्षभन्दा बढी कैद सजाय माग दाबी गर्न मिल्छ भने 10 वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्रमाण भेटी थुनामा पठाउने धरातल बलियो हुने भन्दै आफूमाथि अधिकतम रान्ती पूर्वाग्रह प्रयोग भएको रवि लामिछानेले दाबी गरेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता ऐन 2074 को दफा 116 मा मुद्दा फिर्ता सम्बन्धी व्यवस्था छ। उक्त कानुनमा भएको व्यवस्था अनुसार केही जघन्य र गम्भीर प्रकृतिका बाहेक अरू मुद्दा फिर्ता लिन पाइन्छ र सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा उल्लेख गरिएको छ। जसले गर्दा रवि लामिछानेको दौडधुपलाई लिएर यतिखेर नेकपा एमाले पनि आपत्ति जनाएको छ। दर्शक त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनका निम्ति समानुपातिक बन्द सूचीबाट नेकपा एमालेका 5 उम्मेद्वार बाहिरिएका छन्। उनीहरू बाहिरिएका कारण रिक्त रहेका उम्मेद्वारको नाम र विवरण पठाउन निर्वाचन आयोगले उक्त पार्टीलाई मंगलबार नै पत्रचार गरेको थियो। रिक्त नाम माघ 2 गते कार्यालय समयभित्र पेश गर्न निर्वाचन आयोगले समय सीमा दिएको छ। एमाले स्रोतका अनुसार सबै खाले उम्मेद्वारी टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका कारण समानुपातिक बन्द सूचीमा खाली भएका उम्मेद्वारको टुङ्गो
पनि उनीहरूले लगाउने जनाएका छन्। रिक्त स्थानमा पूर्ति गर्नुपर्ने नाम र विवरण शुक्रबार निर्वाचन आयोगमा दिइने भएको छ। यसअघि समानुपातिकका 2 उम्मेद्वार राष्ट्रिय सभा सदस्यको उम्मेद्वार भएपछि रिक्त भएको थियो। झापाका सोमनाथ पौडेल र कैलालीकी लीला कुमारी भण्डारी राष्ट्रिय सभाका उम्मेद्वार भएका थिए। उनीहरूले उम्मेदवारी दर्ता पूर्व नै समानुपातिकबाट हटाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका कारण ती नाम हटाइसकिएको थियो। उनीहरूको ठाउँमा नेकपा एमाले केन्द्रीय कार्यालयले दैलेकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो। उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले पुस 27 को मिति दिएको थियो। उक्त मितिमा 5 जनाले उम्मेदवारी फिर्ताका लागि आवेदन दिएका थिए। नाम फिर्ता लिनेमा पाल्पाकी हिरुसना राणा, नुवाकोटका विजय लोपचन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुबबहादुर बस्तोला र बझाङका लालबहादुर रावल रहेका छन्। उम्मेदवारी फिर्ता लिनका लागि सुर्खेतका बालाराम शर्मा पनि निर्वाचन आयोगमा पुगेका थिए, तर एमाले उनको नाम प्रारम्भिक सूचीमा सच्याएका कारण उनले उम्मेदवारी फिर्ताको निवेदन दिन परेन। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। विभाजनतिर नेपाली कांग्रेस नेतृत्व चयनको प्रक्रियामा गगन थापा विश्वप्रकाश कारबाहीको तयारीमा देउबा। नेपाली कांग्रेस गम्भीर आन्तरिक सङ्कटतर्फ धक्कलिएको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अगाडि बढ्दा कारबाही गर्ने तयारीमा संस्थापन पक्ष पुगेको छ। आज सानिपामा बस्दै गरेको संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले दुवै महामन्त्रीमाथि कारबाही गर्ने तयारी गरेको केन्द्रीय नेताले हामीलाई जानकारी दिएका छन्। यता कोटी मण्डपमा जारी विशेष महाधिवेशनले भने नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइसकेको छ। सभापति सहित सबै पदमा उम्मेदवार दर्ताको प्रक्रिया अगाडि बढेको छ। मन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवार दर्ता गराइसकेका छन्। यसअघि बुधबार बिहान मात्रै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाराजगञ्ज स्थित निवासमा पुगेर शेरबहादुर देउबासँग करिब 1 घण्टा वार्ता गरेका थिए, तर सहमति जुट्न नसकेपछि उनीहरूले अब निर्वाचन प्रक्रियामा अगाडि बढ्ने जानकारी दिँदै महाधिवेशन स्थल फर्किएका थिए। वार्तामा देउबाले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार लचिलो बनाउने प्रस्ताव गरे पनि तत्काल सभापति पद नछाड्ने अडान लिएपछि वार्ता असफल बनेको हो। यसैबीच कांग्रेसका कार्यवाहक सभापति बुढबहादुर खड्काले पार्टी जटिल मोडमा पुगेको स्वीकार गरेका छन्। केन्द्रीय कार्यालय सानिपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतिको प्रयास सफल नभएपछि अब बैठक बसेर निर्णय लिनुपर्ने अवस्था आएको उनको भनाइ छ। अधिकतम लचकता अपनायौं, उहाँहरूले उम्मेदवारी दर्ता गरेर अगाडि बढ्नुभयो। अब निर्णयमा पुग्नु पर्ने भयो। परिस्थिति जटिल बनेको छ। संस्थापन समूहले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई कारबाही बाहेक अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगतै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूमाथि कारबाहीको पत्र पठाइने संस्थापन पक्षका नेताहरूले बताएका छन्, जसले गर्दा अब हुनेछ नेपाली कांग्रेसमा फुटको विभाजन, जसले गर्दा अब कांग्रेसको बाटो कुन बाटोमा लाग्छ भन्ने चासोको विषय बनिरहेको छ। कांग्रेस अब दुई चिरा पक्का पक्की देखिएको छ। नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा भने सभापतिमा पक्का पक्की देखिएका छन्। निर्वाचनमा पार्टी सभापतिका लागि थापाको मात्र उम्मेदवारी दर्ता भएकाले लगभग थापा अब सभापति बन्ने पक्का भएको छ। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो। निर्वाचन समितिले आज 1 बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोके तापनि केही ढिला भएको छ। यद्यपि महामन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरेका छन्। अब अचानक कुनै